हेलो हेलो आज चाहिँ हामी सँगै बजार जाऊँ है त। हस्बेन्डको चाहिँ ड्युटी थियो अनि म एक्लै बजार पुगेर आउँछु भनेर कम्मर कसेर रुमबाट निस्केँ। अनि मैले जाँदाखेरि बाटोमा देखेँ हिउँ। मैले हिउँ त देखेको थिएँ तर परेकै देखेँ अनि यति धेरै हिउँ देखाएको चाहिँ यहीँ कोरिया आएपछि हो। अनि म त्यसपछि पुगेँ पार्क पुगेर एकछिन बस्छु भनेको के बस्नु हो र, एकदम धेरै चिसो भएर मैले टोपी मफलर केही नलागि निस्केको थिएँ रुमबाट। अनि मैले त्यहाँ पार्कमा आएर टोपी मफलर सबै लगाएँ। अनि यहाँनिरको यो खोला चाहिँ जमेर पुरा यस्तो भएको छ, आइस भएको थियो पुरै चिसोले। अनि मैले जाँदा जाँदै सम्झेँ लोटो काट्छु भनेर। अनि यहाँ बिरालो देखेँ, म जिस्किएर छु म्याउ भनेर। अनि अब पर्ने नम्बर त लेख्नु पऱ्यो भनेर यहाँ सोचिरहेको छु। अनि जाडो पनि भयो, हिटर थापेँ अनि बाहिर निस्केँ। बाहिर निस्किँदाखेरि दुईवटा बिरालो सँगै थियो। अनि मैले प्रे पनि गरेँ ल नपराको परोस् भनेर। अनि त्यसपछि पुगेँ म मार्टमा। अनि मार्टमा गएर अलिअलि सामानहरू किन्नु थियो मलाई। अनि सामानहरू किनेँ। अनि फेरि बाहिर निस्केर देखेँ मैले हिउँ। अनि हिउँ देख्ने बित्तिकै त एकछिन चल्नु परिहाल्यो। अनि एकछिन पार्कमा बस्छु, घाम ताप्छु भनेर आएँ। पार्कमा बसेँ। पार्कमा बसेर एकछिन खेलेँ, घाम पनि तापेँ। अनि मैले ब्यागमा चाहिँ एकछिनमा बस्छु, घाम तापेर बस्छु भनेर पानी अनि किताब पनि बोकेको थिएँ। अनि मैले एकछिन पढेँ। अनि त्यसपछि म फर्केँ रुममा। ओके बाई बाई।